हेलो फ्रेन्ड्स, नमस्ते एन्ड सेवारो। आज चाहिँ हामी इस्कुसको मोमो बनाएर खानु आँटेको। यहाँ चाहिँ म इस्कुसलाई छिल्दैछु। त्यसपछि हामी इस्कुसलाई ग्रेट गर्छौँ। यहाँ चाहिँ इस्कुसलाई ग्रेट गर्दैछौँ। अनि त्यसपछि आउँछ प्याजको बारी। र यहाँ चाहिँ प्याजलाई हामी चप गर्दैछौँ। चप गरेर यहाँ प्याज रेडी भइसकेको छ। र यता गाजर र अदुवालाई पनि ग्रेट गरेर हामीले राखिसकेको छु। त्यसपछि यहाँ सबलाई मिक्स गरेर अब हामी लाग्यौँ बनाउनु तर्फतिर। यहाँ चाहिँ मोमो बनाउँदैछौँ। आज चाहिँ हामी थोरै दिदी हामी भरू बसेर मोमो खान लाग्यो। त्यसपछि यता मोमो बनेर रेडी भयो। मोमो यता पाके पनि सक्यो। र यहाँ चाहिँ हामी मोमो खान लाग्यो। यहाँ चाहिँ हामी साइडमा बसेर मोमो खाइरहेको छौँ। अनि यहाँ मेरो छोरीलाई देख्न सक्नुहुन्छ, उसले पनि खाँदैछ। ऊ चाहिँ पुरै मोमो लभर हो। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ उसले कसरी खाइरहेछ। उसलाई चाहिँ पुरै मनपर्छ मोमो। अनि त्यसपछि उसले पनि खाइरहेछ। यता साइडमा हामी पनि खाइरहेछौँ है। आज चाहिँ हाम्रो सानो छोटो मिठो भिडियो